जङ्गलमा मङ्गल। ओहो भनेपछि आज चाहिँ के हुँदैछ नि त जङ्गलमा? आज हल्का हाइकिङ। भनेपछि के आज छुट्टी हो? आज छुट्टी। छुट्टीमा चाहिँ होस् आज अफ डेमा अलिकति दिनलाई मेमोरेबल त बनाउनु पर्यो। खासमा त्यही मेमोरेबल हप्तैभरि 6 दिन काम गरेको हुन्छ। अफ डेमा त दाजुभाइ चट्ट होइन घुमेर रमाइलो गरेर छुट्टी मेमोरेबल बनाऊँ भनेर यसो। तर ठाउँ पनि के होइन दामी कि एकदम फ्रेस हुने टाइपको कि होइन? आफ्नो माइन्ड पनि धेरै स्ट्रेस भइरहेको हुन्छ, त्यो स्ट्रेस लेभल घटाउनलाई यसो फ्रेस हुनलाई ठाउँहरू पनि यस्तो छ होइन। अनि हाम्रो विशाल सर कहाँ हो? दौडे अगाडि के चरा छुप्नु भाग्यो कि के हो? के राग खोज्यो? जङ्गलतिर यसो घुमघाम। आज हाम्रो माल्टा गोजोको फेरि नेरीको जङ्गलमा एनसिलेन तल्लोपट्टिको जङ्गलमा घुमघाम गर्दैछौँ। आज यो रमाइलो छ। नेपालको याद आइरहेको छ होइन यो नेपालमा पाउँछ के अरे यो सल्लाह के? हाम्रो नेपालतिर चाहिँ ठुल्ठुलो हुने चाहिँ यो धुपी सल्लाह नि त के अरे सानो सानो लामो नहुने कि यहाँ हावाहुरीले लडाइदिए ठुलो भएपछि। तर ठाउँ पनि सुटिङ एक्सपर्ट जस्तो रहेछ ठाउँहरू पनि होइन? एकदम भनेपछि रमाइलो भइरहेछ नि त? रमाइलो हुँदैन नि, फ्रेस फिल भइरहेछ। लगभग हामी त धेरै पछि पो आयो त यस्तो ठाउँमा यार, धेरै पछि। उता हेर न पुरै जङ्गल के जङ्गल त रुखै रुख भयो नि त जङ्गलमा पनि। के हो यस्तो यार? खासमा चाहिँ माथितिर जाउँ न यतातिर। कहिले माथितिर जानु मन लाग्यो किन हो? होइन माथि ऊ त्यो पारि पुगौँ भन्ने हो कि त्यहाँ पारि पुगेपछि झुकेगा नै साला हो कि झुकेगा नै। बाटो त हामीले बनाउने होला नि। बाटो के अरे के भन्छ अरे? होइन हो कता मै झुक्नु पर्छ अब यहीँबाट झर्नु। हामी झुकेगा यताबाट ल साथीहरू। यहाँ खुट्टामा मैन वर्सेस वाइल्ड डग। ये देखिए भाई लोग, आज हम साउथ अफ्रीका के तर यहाँ काँडाहरू पनि छ होला है साथीहरू खुट्टामा बिचले। अब जाने नै त्यही हो। यहाँ चाहिँ के हो यो साथी? अन्डा पारेछ कि के हो? भाइ लोग के हो यो? यो हेर्नुहोस् साउथ अफ्रिका